हेलो एन्ड वेलकम ब्याक टु माई न्यू भिडियो। सम्पूर्णमा नमस्कार। म धर्मेन्द्र शाह धनपोखरा स्वास्थ्य चौकीबाट। आर्थिक वर्ष चेन्ज भएसँगै हामीले DHS2 मा केही सर्टेन डाटा सेटहरू छन् जसलाई हामीले वर्षमा एकपटक कम्प्लिट गर्नुपर्ने हुन्छ। त्यो डाटा सेट हामीले के इन्क्लुड गरेर कम्प्लिट गर्ने हो त्यसको बारेमा यो भिडियो छ खास आज। त्यसको लागि मैले गुगल क्रोमबाट DHS2 लगइन गरेँ। DHS2 लगइन भइसकेपछि हाम्रो DHS2 को ड्यासबोर्ड ओपन हुन्छ। ड्यासबोर्डमा हामीले अब खास यो डाटा एन्ट्रीबाट जानुपर्ने हुन्छ। सो यहाँ 9 डटमा क्लिक गरेर डाटा एन्ट्रीमा गए है। डाटा एन्ट्रीमा गइसकेपछि हामीले अब डाटा सेट चाहिँ सिलेक्ट गर्नुपर्ने हुन्छ। त्यो डाटा सेट दुईटा छ। फर्स्टमा हामीले चाहिँ यहाँ हेल्थ फ्यासिलिटी इन्फर्मेसन छ, अर्को भनेको यो सर्भिस एभाइबिलिटी हो। यो दुईटा डाटा सेट हामीले आर्थिक वर्षमा एकपटक कम्प्लिट गर्नुपर्ने हुन्छ। अब यो जस्तै 83-84 को अब हामीले अब अहिले नि कम्प्लिट गर्न मिल्छ अथवा श्रावणको रिपोर्टिङ गर्दाखेरि नि हामीले कम्प्लिट गर्न मिल्छ। बस सकेसम्म श्रावण महिनाको रिपोर्टिङ गर्ने बेला नि कम्प्लिट गरेको राम्रो हो, त्योभन्दा ढिलो चाहिँ गर्नु भएन। अब जस्तै हेल्थ फ्यासिलिटी इन्फर्मेसन सिलेक्ट गरेर हामीले यहाँ आर्थिक वर्ष सिलेक्ट गर्नुपर्ने हुन्छ। पहिला आर्थिक वर्ष भइसके जस्तो अहिलेको 83-84 सिलेक्ट गरेर अब यहाँ हामीले के हाल्नुपर्ने हुन्छ। फर्स्टमा चाहिँ यहाँ रिपोर्टिङ कन्ट्याक्ट पर्सन। अब हामीले यहाँ चाहिँ आफ्नो सकेसम्म इन्चार्जले अब आफ्नो नाम हाल्नुपर्ने हुन्छ। त्यसपछि यहाँ कन्ट्याक्ट नम्बर, यो कन्ट्याक्ट नम्बरमा हेल्प डेस्कको नम्बर नै हाल्दा हुन्छ अथवा पर्सनल नम्बर नै हाल्दा हुन्छ। त्यसपछि इमेल हो, इमेलमा चाहिँ अब संस्थाको इमेल नै हाल्दा हुन्छ अथवा पर्सनल इमेल छ भने पर्सनल इमेल हाल्दा हुन्छ। सकेसम्म संस्थाको नम्बर र संस्थाको इमेल हाल्नुपर्ने हुन्छ। र यो लङ्गिट्युड र ल्याटिट्युड भन्ने चाहिँ लङ्गिट्युड र ल्याटिट्युड हामीले अब पोहोर सालको डाटाबाट पनि हामीले कपी पेस्ट गर्न मिल्छ। इफ हामीले पोहोर साल अथवा पोहोर साल एन्ट्री गरेको छैन भने अब हाम्रो संस्थाको लङ्गिट्युड र ल्याटिट्युड थाहा छैन भने हामीले यो मोबाइलमा हामीले चाहिँ प्ले स्टोरबाट हामीले एउटा नोट क्याम्प भनेर एप्स हुन्छ, यो एप्स डाउनलोड गर्नुपर्ने हुन्छ। त्यो नोट क्याम्पको अब इमेज यस्तो खाले आइकन भएको एउटा एप्स छ नोट क्याम्प भनेर। यो एप्स डाउनलोड गरेर अनि यो एप्सबाट हामीले यदि ओपन गरेर हेल्पडेस्कको फोटो खिच्यो भने त्यहाँ हाम्रो हेल्पडेस्कको लङ्गिट्युड र ल्याटिट्युड त्यहाँ अटोमेटिक जेनेरेट हुन्छ। त्यहाँबाट पनि हामीले लङ्गिट्युड र ल्याटिट्युड हाल्न मिल्छ। अथवा अब यो बाहेक अप्सन भन्ने के हुन्छ, योभन्दा पोहोर साल हामीले जस्तै यहाँ 83-84 मा हामीले यो 82-83 मा हामीले हाले हुन्छ त्यो लङ्गिट्युड र ल्याटिट्युड, त्यहाँबाट पनि कपी पेस्ट गर्न मिल्छ। जस्तै हाम्रो संस्थाको लङ्गिट्युड भनेको कति हो, 28,281,664 यो ल्याटिट्युड हो। र लङ्गिट्युड हाम्रो संस्थाको यो हाम्रो संस्थाको लङ्गिट्युड भयो। अब यहाँ एभाइलेबल सर्भिस के छ हाम्रो संस्थामा, के सेवाहरू उपलब्ध छ भनेर त्यसमा टिक लाउनु पर्ने हुन्छ। इम्प्लान्ट सर्भिस एभाइलेबल छ, एडोलेसेन्ट फ्रेन्डली हो, त्यसै गरी डट साइट पनि हो, त्यसै गरी CBP सिटी साइट हो। यति गरेर कम्प्लिट गरिदिएपछि यो डाटा सेट कम्प्लिट भयो। त्यसै गरी अर्को एउटा डाटा सेट के छ, यहाँ सर्भिस एभाइबिलिटी भनेर छ। यो पनि हामीले यो आर्थिक वर्षमा एकपटक कम्प्लिट गर्नुपर्ने हुन्छ। यसमा के सेवा, इम्युनाइजेसन सर्भिस एभाइलेबल छ, त्यसपछि MNC पनि एभाइलेबल छ, न्युट्रिसन सर्भिस पनि छ, त्यसपछि प्रेग्नेन्सीको लागि ANC चेकअप र PNC चेकअप पनि एभाइलेबल छ, त्यसपछि फ्यामिली प्लानिङको सर्भिस पनि छ, इन्फेक्सियस डिजिजको सर्भिस छ, त्यसपछि NCD को सर्भिस छ, मेन्टल हेल्थको सर्भिस छ, जेरियाटिकको सर्भिस छ, इमर्जेन्सी सर्भिस पनि छ र प्रोमोसनल हेल्थ सर्भिसहरू पनि छ। हामीसँग यो लगभग यहाँका सब सर्भिसहरू एभाइलेबल छ। यति गरेर हामीले यहाँ कम्प्लिट गरिदिएपछि हामीले यो दुईटा डाटा सेट हाम्रो कम्प्लिट भयो। यो आर्थिक वर्षमा हामीले एकपटक कम्प्लिट गरेपछि हामीले अब गरिराख्नु परेन है। थ्याङ्क यू सो मच गाइज फर वाचिङ।